हेलो सबैजनालाई गुड मर्निङ एन्ड नमस्कार। म अहिले चाहिँ ब्युटिफुल पोखरा सिटीमा छु है। पछाडि यति राम्रो हिमालहरू देखेछ है। त्यही अनुसार लक्किली म चाहिँ यति राम्रो वेदर खुलेको बेलामा, हिउँ परेको बेलामा चाहिँ म चाहिँ मार्दी हिमाल ट्रेक जाँदैछु। मार्दी हिमाल ट्रेक चाहिँ 2 नाइट 3 डेजको है। 2 नाइट 3 डेजको ट्रेक हो। अनि पोखरादेखि 1.5 घन्टाको ड्राइभ, 1.5 आवरको ड्राइभ पछि चाहिँ हामी चाहिँ कालीमाटी भन्ने ठाउँसम्म जान्छौँ। कालीमाटीमा गएर चाहिँ हामी चाहिँ लन्च अर ब्रेकफास्ट गरेर त्यहाँबाट चाहिँ हाम्रो हाइक स्टार्ट हुन्छ है। त्यसपछि कुन ठाउँमा लन्च गर्ने, कुन ठाउँमा बास बस्ने, कुन ठाउँको भ्यूहरू कस्तो छ, त्यहाँको होटेलहरू के छ, कस्तो छ, कुन हिमालहरू चाहिँ हामीले त्यहाँबाट अवलोकन गर्नु सकिन्छ, सबै कुराहरू म फुल भिडियो मार्फत तपाईँहरूलाई चाहिँ देखाउने कोसिस गर्नेछु। तपाईँहरूले भिडियो हेरेर साथ सपोर्ट गर्नुहोला। लाइक सेयर सब्सक्राइब गर्नु भएन भने लाइक सेयर सब्सक्राइब पनि गर्नु होला भन्दै बाँकी कुरा सबै भिडियो मार्फत चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु। जस्तो धन्यवाद भाइ। किचनमा राखिदिउँ ल है। ल कतिले त आँखै भाँचेर पनि गर्छ, फोटो खिच्ने भिडियो गर्ने गर्छ होइन। त्यो कसैले पनि नगरिदिनु होला, किनभने गुराँस भनेको हातमा होइन नि हजुर, त्यही बुटोमै। अब चाहिँ हिँड्दा चाहिँ कति गाह्रो हुने हो। गाडीमा आइएछ अहिलेलाई चाहिँ होइन। अहिलेसम्म त हालमा हेर न मर्का फर्की छ। ठिक छ। त्यो खालको मारियाना भन्छ होइन, मारियाना त्यसरी पाल्दो रहेछ नि यता नि। त्यही ओहो फाइनल्ली अहिले चाहिँ म बादल डाँडामा छुट्टो छ आएको स्थिति। कस्तो लागिरहेको छ नि, कस्तो लाग्यो बोल्न सकिनु मलाई सब सिधै आनन्द हुन्छ, छुट्टै खालको फिलिङ हुन्छ। तपाईँहरू कति कुराहरूमा स्ट्रेस भएको हुन्छ त्यो सबै यही बयान गरेरै सकेन म त। अब मुरलीको बल देखाएर एउटा भिडियो बनाउनु पऱ्यो लगभग। How was your trek? It was so good. Amazing. I'm from Hong Kong. Okay, nice to meet you, my friend. Stay safe. Okay, stay safe. नमस्ते। Hey, नमस्ते। यहाँको ट्रान्सपोर्टेसन है। बसिराख्नु हुन्छ 4वटा रहेछ। तिम्रो लाइफ याकदेखि त्यही देखेन। एन्ड द लास्ट पोइन्ट तपाईँहरूले चाहिँ हाइलाइटमा पनि हेरिसक्नुभयो होला के कस्तो छ भनेर। त्यो अरू त्यो हाइलाइट अनुसार बाँकी भिडियोहरू पनि सबैजनाले हेरेर मनोरञ्जन लिनु होला। हस्त धन्यवाद। ल भाइ धेरै धेरै धन्यवाद। हामी चाहिँ ठ्याक्क माथि जानुको लागि कालीमाटी टिकु भिलेजमा आइपुग्यो। ल भाइले यहाँसम्म चाहिँ आरामदायीको साथ सुरक्षित छ यहाँ ल्याइदियो। भाइको नाम के हो? सुनिल थापा। ए तिमी थाहा मगर हो?
गुरुङ गाउँको मगाउँदै केही भन्नु सकिँदैन गाडी चाहिएमा सम्पर्क गर्नु होला ल मारुतिर आउँदा चाहिँ यता लान्डुकतिर आउँदा चाहिँ भाइसित सम्पर्क गरौँ न म नम्बर तिम्रो डिस्क्रिप्सनमा राखिदिउँ ल है ल त्यही छ के भन्नु हेलो रमाइलो भइरहेछ ल अहिले चाहिँ म ठ्याक्क हाम्रो कालीमाटीमा छु हाम्रो मर्दीको यात्रा यहाँबाट हाइकिङ सुरु हुन्छ यहाँसम्म चाहिँ हामी पोखराबाट तक लगभग 1.5 घन्टादेखि 2 घन्टाको गाडीको यात्रापछि हामी यहाँ आइपुगेका छौँ अब चाहिँ हामी यहाँ ब्रेकफास्ट अर्डर गरेका छौँ ब्रेकफास्ट पछि चाहिँ हामी हाइक सुरु हुन्छ आजको हाम्रो बास चाहिँ लोक्याम हुन्छ होला साइड अब ल ट्याक्कै हेरेर ल म चाहिँ ठ्याक्क यहाँ मर्दी जाने बेला हाम्रो दाइ राम दाइसित भेट भयो लक्कीली यहाँ भेटेँ राम दाइले चाहिँ अब यो मर्दी हिमालको ट्रेकिङको बारेमा चाहिँ मलाई केही इन्फर्मेसनहरू अथवा नोटिसहरू दिनुहुन्छ ल ल दाइ नमस्ते सबैजनालाई म रामबहादुर गुरुङ माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 को वडा अध्यक्ष र हाम्रो भाइहरू लगायत अन्य साथीहरू पनि मर्दी हिमाल जानलाई आउनुभएको रहेछ र जति पनि यो भिडियो हेर्नुहुन्छ नि यो भिडियो हेर्ने साथीहरूलाई मेरो अनुरोध के हो भने तपाईँहरू मर्दी हिमाल आउँदै हुनुहुन्छ भने हामी स्थानीय सरकार भएको नाताले हाम्रो अनुरोध अझ विशेष के हो भन्दाखेरि तपाईँहरू मर्दी हिमाल जाने बेलामा म्याराथनमा दौडे जसरी कोही पनि नजानु होला बिस्तारै ट्रेकिङको मजा आनन्द तरिकाले मजासँग लिनु होला र अहिले विशेष गरी अब गुराँस फुल्ने सिजन हो नि त गुराँस फुल्ने सिजनमा अब नेपालमा 32 प्रजातिको गुराँस पाइन्छ भने हाम्रो मर्दी हिमाल साइडतिर चाहिँ 13 प्रजातिको चाहिँ पाइन्छ तपाईँहरूले यो गुराँस देखियो भनेर हैन जुन गुराँस फुल्देको देखेछ भनेर कति मान्छेलाई चाहिँ गुराँस टिपेर फोटो खिच्ने अथवा भिडियो बनाउने रहर हुन्छ नि त हैन त्यो रहर चाहिँ त्यो गुराँस टिपेर अथवा गुराँसको कतिले त हाँगै भाँचेर पनि गर्छ फोटो खिच्ने भिडियो गर्ने गर्छ हैन त्यो कसैले पनि नगरिदिनु होला किनभने गुराँस भनेको हातमा होइन नि हजुर त्यहाँ बुटोमै सुहाउँछ राम्रो देख्छ गुराँस रेस्पेक्ट नेचर हैन हामीले नेचरलाई रेस्पेक्ट गर्यो भने बल्ल नेचरले पनि हामीलाई सपोर्ट गर्ने हो र चाहिँ विशेष गरी माछापुछ्रे गाउँपालिका अनि अन्नपूर्ण सम्मान क्षेत्र आयोजनाले पनि के गरेको छौँ भन्दाखेरि अबको आर्थिक वर्ष जुन 82-83बाट चाहिँ यो हाम्रो मर्दी हिमालमा भएको जति पनि पर्यटन व्यवसायी साथीहरू हुनुहुन्छ त्यहाँ होटल गरेर बसेको साथीहरू हामी सबैजना सल्लाह गरेर यो जुन क्लाइमेट चेन्जको कारणले गर्दाखेरि जुन हिमालमा चाहिँ हिउँ कम्ती छ हैन लगायतको यो धेरै डिस्टर्बेन्सहरू आएको छ नि त त्यस कारणले गर्दाखेरि अब हामीले माथि चाहिँ दाउरा नबालौँ ग्यास नै प्रयोग गरिदिउँ माथि चाहिँ दाउरा नबाल्ने भन्ने कुरा पनि छ यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि यो त्यहाँ दाउरा बाल्दाखेरि डिफोरेस्टेसन भएको छ र यो जुन त्यसले गर्दा जलवायु सन्तुलनमा पनि त धेरै बिगारेको छ नि त त्यस कारण चाहिँ अब हामीले अब आउने आर्थिक वर्षबाट चाहिँ माथि चाहिँ दाउरा बाल्ने पनि बिहान गर्दैछौँ यो चाहिँ हामीले किनभने वी हेभ टु रेस्पेक्ट नेचर है हजुर अनि तपाईँहरू सबैजना आउने बेला मर्दी हिमालको आनन्द लिनु होला यतापट्टि गएपछि यतापट्टि माछापुछ्रे मोडल ट्रेक भनेर छ फेरि हजुर हजुर माछापुछ्रे मोडल ट्रेकमा चाहिँ तपाईँको यहाँ सैदी घट्टाबाट सुरु भएर ट्रेकिङ जाने भने सैदी घट्टाबाट सुरु पनि गर्न सकिन्छ भने होइन हामी अलिक थोरै मात्रै हिँड्छौँ भन्नेले चाहिँ उता प्रुम्दु भन्ने ठाउँसम्म चाहिँ यो माछापुछ्रे गाउँपालिका वडा नम्बर 9 को प्रुम्दुसम्म चाहिँ गाडी जान्छ त्यहाँबाट चाहिँ तपाईँ चाहिँ यता मेश्रम हुँदै माथि कोटचुङ डाँडासम्म पुग्न सक्नुहुन्छ होइन त्यस्तै माछापुछ्रे गाउँपालिकामा अर्को फेरि यता उता सरीपाखा अनि उतापट्टि चाहिँ रुम्जाबाट अनि उतापट्टि गएर चाहिँ मिर्साबाट कति फेरि त्यताबाट चाहिँ यता खुमै जाने ठाउँ पनि छ भने फेरि अर्को कुरा माछापुछ्रे गाउँपालिकाको उतापट्टि चाहिँ अर्को भयङ्कर एकदमै राम्रो चाहिँ तारा हिलटप पनि छ है फेरि त्यो चाहिँ घलेखर्काबाट जान्छ है माछापुछ्रे गाउँपालिका वडा नम्बर 2 को घलेखर्काबाट पनि जान्छ त्यो तारा हिलटप माछापुछ्रे गाउँपालिकाको चाहिँ पर्यटकीय गन्तव्यहरू धेरै छन् है र ट्रेकिङ रुटहरू तल्लै छ राम्रो छ र तपाईँहरू सबैजनालाई यो भिडियो हेर्ने साथीहरूले जति सक्छ धेरै सेयर गरिदिएर पनि हाम्रो माछापुछ्रे गाउँपालिकाको पर्यटन प्रवर्धनमा टेवा पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु हस् नमस्कार हस् धन्यवाद दाइले धेरै राम्रो इन्फर्मेसनहरू दिनुभयो है यतातिरको अनि यो आफ्नो गाउँठाउँहरूको अझ हामीलाई त कति कुराहरू थाहा हुँदैन नि त जस्तै दाइले चाहिँ सबै कुराको इन्फर्मेसनहरू दिनुभयो यो चाहिँ सक्दो मैले पनि मेरो तर्फबाट के कति गर्न सक्छु मैले पनि ट्राई गर्नेछु हस् दाइ धन्यवाद ल कालीमाटीमा हाम्रो ब्रेकफास्ट सुरु भयो अब चाहिँ हिँड्दा चाहिँ कति गाह्रो हुने हो गाडीमा आइएछ अहिलेलाई चाहिँ होइन अहिलेसम्म त आनन्दले अर्को खुट्टामा हिँडेर आइयो अब चाहिँ गाह्रो नहोला हामीलाई चाहिँ कालीमाटीको ब्रेकफास्ट गाउँमा जन्मिया मान्छे हामी चाहिँ यता जान्छौँ है यो कुदो गयो ल अहिले चाहिँ हामी यहाँ कालीमाटी होटेलको सञ्चालक सर
के ल तपाईँको परिचय प्लस यहाँको बारेमा ट्रेकिङको बारेमा केही इन्फर्मेसनहरू दिनु होला सर है त। धन्यवाद सरलाई। म शिवप्रसाद भण्डारी, मर्द हिमाल इको भिलेज कालीमाटीको सञ्चालक। मैले विगत 8 वर्षबाट चाहिँ यहाँ होटल सञ्चालन गर्न गइरहेको छु। यो मर्द हिमाल ट्रेक जानको लागि सबभन्दा छोटो र सजिलो चाहिँ वे अन्तर्गत पर्दछ। मर्द हिमाल जाने चाहिँ अन्य धेरै बाटाहरू छन्, त्यसमध्येको यो छोटो र चाहिँ सजिलो बाटो अन्तर्गत पर्दछ। र विशेष गरेर चाहिँ मैले यो मर्द हिमाल इको भिलेज चाहिँ मर्द हिमाल इको भिलेज चाहिँ विशेष गरेर चाहिँ मैले यहाँको अर्ग्यानिक खानाहरू चाहिँ हामीले यहाँ चाहिँ 90% चाहिँ अर्ग्यानिक खानाहरू र लोकल चाहिँ खानाहरू चाहिँ गेस्टलाई सर्भ गर्छौँ। हुन्छ, सरले यतातिरको इन्फर्मेसन राम्रो इन्फर्मेसनहरू दिनुभयो। सरसित फोन कन्ट्याक्ट त भएको थियो, तर पनि पहिलोचोटि भेट्ने मौका मिल्यो। अब फेरि पनि हामी टु बी कन्टिन्यू हरेक कुरामा कन्टिन्यू गर्ने कोसिस गरौँला। मेरो साथीभाइ आएर आउँदा सरको चाहिँ यहाँको होटलको अथवा यो मर्दी ट्रेकको चाहिँ इन्फर्मेसनहरू दिएर पठाउँला। हामी तपाईँहरू पोखरातिर स्टार्ट टु हाइक। अब सुरु हुन्छ परीक्षा होइन। टक्क माछा पुगिरहने हल्का ढाकिसक्यो। अब चाहिँ हामी हिँड्दैछौँ। दिलमा आएर नम्बरको हाल पर्दैछौँ। ठिक छ, ल ल ल यस्तै हाल्नु पारेन टक्क। हिँड्दैछौँ हामी। बेसीकोट रहेछ यहाँ कालीमाटीबाट आधी घन्टा बजे डिरेक्सनमा चाहिँ 2200 हाइटमा आएछ। त्यसपछि अब चाहिँ हामी फरेस्ट क्याम्प पुग्छौँ। राम्रो फुल पनि रहेछ भाइ। ठिक छ नि भाइ? हामी लगभग 4.5 घन्टाको यात्रापछि रिसिउनमा आइपुग्यो। ठिक छ नि, बिल गाह्रो जस्तो छ। ओके, फाइनल्ली आफ्टर 2.5 इयरको हाइकपछि हामीलाई फरेस्ट क्याम्प आइपुग्यो। हामी चाहिँ खाना चाहिँ अलिअलि तलबाट अर्डर गरी आइरहेछ, त्यही भएर चाहिँ रेडी नै छ होला। चाहिँ खाना खाएर हिजो मेरो भोइस चाहिँ रोगीले गर्दा अलिकति दोध्रो आइरहेछ। फरेस्ट क्याम्पमा आयो 2 घन्टा 2.5 घन्टा हिँडेर। के छ दार्जिलिङ? ठिक छ, रमाइलो भएर छ है। लन्च खाना रेडी पनि छ होला नि होइन? ल ल छ। ओके, अब एकैछिन 2 मिनट बसेर खाना खाने। ल अहिले मनदार पानीसँग दिनुहोस्, मनदारसँग दिनुहोस् पानी, तर चिसो भयो नि हुन्छ। मारियाना हुन्छ होइन? मारियाना त्यसरी पाल्दो रहेछ नि यहाँ पानी। त्यही त नि मारियाना। यहाँ नि यस्तो गरेर धनियाँ त्यसरी उत्पादन हुँदो रहेछ। रुमहरू कस्तो रहेछ नि, त्यस्तो हुँदो रहेछ। ल हामी फरेस्ट क्याम्पमा खाना खाएपछि चाहिँ लो क्याम्पको लागि हिँड्यो। 5 किलोमिटर हिँडेर चाहिँ हामी खाली माटीबाट यसमा आज भलिबल खेल भइरहेको छ। दाइहरूले सोध्दै हिँड्दै गर्नुभएको छ। जहाँसम्म लाग्छ अब 2 घन्टा, 2.5 घन्टामा चाहिँ हामी लो क्याम्प पुगिन्छ। भन न भन। अनि अलिकति बाक्लो भयो भने हुन्छ नि, त्यो अलिक दौडै थियो नि, त्यसमा खाना चाहिँ इजी हुन्छ कि ठुलो बाउल दियो भने। मलाई सुप बेसी चाहिन्छ फेरि, मलाई सुप थोरै भयो त्यति। हो त्यही त, नत्र मिठो छ नि है।
हामी 2 घन्टा हिँडेर त्यहीँ लोकल हाम्रो वासस्थान शरण दाइ र कुले दाइले चाहिँ हामीलाई छोडेको छोडी छ। हामी चाहिँ हिँड्न अलिक गाह्रो भइरहेछ। त्यस्तै छ। एकैचोटि अब चाहिँ धर्म गर्नुपर्छ है। अब त धर्म गर्नुपर्छ भने सधैँको बाटो भने एकदम होइन आफ्नो लागि त बाटो हुनुपर्दो रहेछ। हामी चाहिँ लोकेमा आइपुग्यो अनि लोकेमा आइपुग्यो है। लोकेमबाट अब अझ अलिक छिटै बास नबसौँ भन्ने कुरो हो। हामी चाहिँ बाटो भर्खर सिजन सुरु हुँदै रहेछ। गुराँस चाहिँ अलिक खुलेको रहेछ। साथीभाइ चाहिँ अगाडि हिँडिरहेको छन्। एक्सिबिसनभन्दा धेरै राम्रो भइसकेको रहेछ। मार्जिन ट्रेक ती व्यवस्थित भइसकेको रहेछ। दाइ कस्तो फिलिङ भइरहेछ? एकदम यो छ यही छ है। पोखरामा बस्दा आउँदा वाक्क लागेको। दाइलाई कस्तो फिलिङ भइरहेछ? एकदम ग्रेट यो निस्किँदैछ। बियर पोखरामा बसेर खाएको बियरमा सबै निस्किएको छ। उसको बोइलर पोखरामा मासु निस्किएको छ होइन। ठिक छ नि होइन? गाडी छ। गुराँसको दाना यत्रो रहेछ त। गुराँस फुल्यो भने त राम्रो देख्छ नि है। दाइहरू चाहिँ पुग्छेको सबैको लोगो रहेछ। मेरो पनि तास्नुपर्ने हो। म चाहिँ बिर्सेर आइएछ सबैको रहेछ। मेरो यस्तै भयो योचोटिलाई। एकपछि तयार तास्नु पर्यो। हामी चाहिँ अहिले फाइनली बादल डाँडा हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आजको डेस्टिनेसन यही हो। बादल डाँडामा आइयो। तर यो होटल चाहिँ कुन हुन्छ जस्तो हुन्छ। यति एडभान्स भइसकेको रहेछ कि त कुरै नरौँ। सिर्फ नोट बोकेर आउनु पऱ्यो अनि आफू हिँड्नु सक्नु पऱ्यो। एभ्रिथिङ इज एभाइलेबल। जिन्दगीको पहिलो यात्रा एक्सपिरियन्स दिलुमायासँग यस्तो कहिले सोचेकै थिएन होला है तिमीले। मैले पनि त्यस्तो क्या एक्सपेक्टेसनै गरेको थिइनँ क्या। यस्तो गरेर हामी यसरी भेट्छ यसरी हिँड्छ नै यहाँ जाने भन्ने कुराहरू। अन्त यसको रमाइलो पल के राम्रो छ। लाइभ स्नोफल भइरहेछ है। हजुरहरू पनि आउनु होला। आउनु होला। दिस इज मदुना ट्र्याक्स। ओके बाई बाई। डग पनि भेट भएको छ। डग पनि हामीसँग हिँडेको छ। त्यसले जाडो भएको छैन। हेलो गाइस। ओहो फाइनली अहिले चाहिँ म बाटो डाँडामा यस्तो लाइभ हिँड्नु परिरहेछ होइन। तर अलिकति कन्भर्सेसन भएर मलाई अलिकति डर लागेको फिलिङ भएर आयो है। कस्तो कस्तो डर लागिरहेको छ। तर यहाँ चाहिँ यस्तो लाइभ स्नोफल अथवा हेलस्टोन पनि हल्का भइरहेछ है। यस्तो छ यहाँको स्थिति। बादल डाँडामा यस्तो हिउँ परेछ आज। लक्की 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 लक्की। गुड मर्निङ फ्रम बादल डाँडा। वाउ वाउ रेडी टु सनराइज है। हाम्रो है यति राम्रो छ भ्यूहरू है। गुड मर्निङ गुड मर्निङ। नाइस सनसाइन। हेलो हेलो।
फर्चुन डाँडा कुमै डाँडा त्यता तल चाहिँ घान्द्रुहरू छ यता चाहिँ स्याडो पर्छ होला गाइस म हिमालयमा यस्तो ब्रेकफास्ट पनि भयो हाम्रो अब चाहिँ त्यहाँ जान्छौँ हामी हाइक्याम्प जान्छौँ हाइक्याम्प गएर भ्यूहरू हेरेर खानासाना खाएर सायद आज हामी डाउन हुन्छ होला आज अनि साह्रै चिसो रहेछ नर्मली सनराइज चाहिँ हामीले हेरिसक्यो अब सनसेटको लागि चाहिँ अब बेलुका सधैँ प्रायः बादल लगाएर हुन्छ त्यो दुई राम्रो नहुने ठिक छ ल के भन्नु ल हामी चाहिँ हाइक्याम्पको यात्रा अगाडि बढ्दैछ यता साइडमा चाहिँ हाम्रो फुल अन्नपूर्णको भ्यू छ भनेपछि यस्तो दामी चाहिँ पुरा फुल्ने टाइममा आयो झन् दामी हुन्छ होला बल्ल अलिकति बोल्ने सास आएको छ यस्तो दामी छ यताको भ्यू अब हामी अझै माथि गयो भने झन् राम्रो आउँछ होला त्यस्तो छ लक्कीले मर्दी हिमाल ट्रेक आएको भ्यू पनि दामी पऱ्यो है ल कुटु कुटो ल लगभग हामी जति माथि गयो त्यति राम्रो भ्यूहरू देख्दैछौँ कोही कोहीले मेरो भिडियो फोटो नकिन आफ्नो मात्रै खिचेर हिँड्नुभयो ठिकै छ पालो आउँछ यस्तो रमाइलो छ जति माथि गयो त्यति रमाइलो छ एकदम इजी र एकदम राम्रो ट्रेक हो है मर्दी ट्रेक है जति माथि आयो त्यति राम्रो जति माथि आयो त्यति राम्रो भ्यू ल तिम्रो फाइनल होइन कस्तो लाग्यो कस्तो केही लाग्यो बोल्न सकिनु मलाई सिधै ओके यस्तो जति राम्रो त्यति राम्रो छ है ल यहाँको ट्रान्सपोर्टेसन चाहिँ यो है खर्च है त्यो छ है मर्तीको भ्यू यति राम्रो छ यति राम्रो छ है मर्ती बादल लगाएको टपमा आयो हामी चाहिँ अब चाहिँ मर्ती पुग्छौँ फोटो भिडियो खिचेर नखाने भयो के राम्रो छ जता गयो पनि है यस्तो दामी छ मर्दी हिमाल ट्रेक ल सबैजना आउनु होला मेरो पनि फर्स्ट टाइम हो सबै ट्रेक गएको थिएँ तर मेरो चाहिँ मर्दी चाहिँ पकेट लिस्टमा थियो फाइनली बकेट लिस्ट पनि कम्प्लिट भयो अनि लक्की पनि भइदियो हामी अब मैले वेदरको चाहिँ निकै पहिल्यैदेखि धेरै दिनदेखि वेदर गएको थिएँ ठ्याक्कै हिजो आज र एकदम राम्रो भयो वेदर एकदम खुसी छौँ अब यहाँबाट चाहिँ मुभ हुनुपर्ने हुन्छ अगाडि है त्यस्तै हो क्या अब फोटो भिडियो खिच्दाखेरि अब समय गएको थाहा पनि हुँदैन है भोलिको पुरा एपिसोड फर्केको थाहा पनि हुँदैन अनि अब यस्तो ठाउँहरूमा सबै डुगोहरू बिर्सिन्छ अनि फोटो भिडियो खिच्दाखेरि समय गएको थाहै हुँदैन त्यो सबैजनालाई एटलिस्ट के भन्छु भने यदि तपाईँहरूसित टाइम छ मिल्छ भने चाहिँ घुम्नुहोस् ट्रेक गर्नुहोस् तपाईँहरूलाई छुट्टै खालको आनन्द हुन्छ छुट्टै खालको फिलिङ हुन्छ तपाईँहरूले कति कुरामा स्ट्रेस भएको हुन्छ त्यो सबै रिलिज हुन्छ होइन भन्छ नि मान्छेले यो गाना डुल्छ भन्छ होला तर म मेरो खुसीको लागि डुल्ने हो मलाई अर्को कसैले केही भन्छ भने त्यो डजन्ट म्याटर होइन सबको आफ्नो पर्सनल लाइफ जो जे कुरामा चाहिँ खुसी हुन्छ त्यो चाहिँ आफूले गर्न मन लागेको कुरा र घुम्न मन लागेको ठाउँमा चाहिँ घुम्नुहोस्
एटलिस्ट तपाईँहरू जुन ठाउँमा गयो भने केही न केही कुरा नयाँ ठाउँ हुन्छ नयाँ कुरा चाहिँ पत्ता लगाउनुहुन्छ है त ल यात्रा अझै हाइकिङको अगाडि बढिरहेको छु सक्दो सबै ठाउँहरूको क्याप्चर गर्नु सबै जुन जुन राम्रो भ्यू पोइन्टहरू छ तिनीहरूको सबै फुटेज लिने कोसिस गर्नेछु है होला कति मान्छेहरूले त्यहाँ पुगेर मात्रै आउने गरेको पनि पाइन्छ तर हामी चाहिँ जुन ठाउँमा पुग्यो भने सबैसँग त्यो ठाउँको सबै कुराहरूलाई चाहिँ निहालेर खोटालेर चाहिँ फोटो भिडियो मार्फत चाहिँ निकाल्ने कोसिस सधैँको लागि जारी राखिन्छ। यस्तो राम्रो होटलहरू छ यहाँ है यस्तै छ सबैजना छोडेर भयो म एक्लै चाहिँ पछाडि हिँडिरहेको छु यस्तै छ कस्तो खालको लक्की फिलिङ गरिरहेको छु कि मैले सबै कुरा बिर्सेर क्या त्यो छुट्टै सांसारिक माहौलमा छु मलाई अरू कुराहरू त्यस्तो म्याटर पनि लाग्दैन है यस्तो छ खुसीले चाहिँ खुट्टा भुइँमा पनि छैन होला सायद क्रेडिट चाहिँ कसलाई जान्छ भन्ने कुरा थाहा छैन है जस्ट विथ लक्की पर्सन चाहिँ मसित जोडिन्छ क्या जहिले पनि है म चाहिँ मान्छे लक्की पऱ्यो तर भाग्य त अब अनलक्की नै होला तर जस्ट यस्तो ट्रेक्सहरूमा हिँड्दा चाहिँ नर्मली म लक्की नै भए हुन्छु किनकि म जुन ठाउँमा जान्छु त्यहाँ चाहिँ वेदरले पनि साथ दिन्छ भ्यूहरू पनि त्यस्तै हुन्छ हरेक कुराहरू किनकि हामी सबै धेरै ठाउँमा हिँडेर कस्तो वेदरमा कुन ठाउँमा चाहिँ ट्राभल गर्ने अनि जुन ठाउँमा पुग्यो भने हरेक कुना काप्चको ठाउँहरूको चाहिँ गएर फोटो भिडियोहरू खिच्ने प्रयास जारी रहनेछ। जस्तै अरू मान्छेहरू कति मान्छेहरू आउँछन् जस्ट ठ्याक्क एउटा पोइन्टमा ठ्याक्क छोएर अलिकति फोटो खिचेर हिँडिहाल्छ त्यो होइन नि जति पनि जहिले पनि यस्तो जहाँ जान्छ त्यो ठाउँको चाहिँ हरेक कुराहरूलाई चाहिँ समेटेर सबै अहिले सकेसम्म फोटो भिडियोमा क्याप्चर गरेर नै सबैलाई देखाउने कोसिस गरिरहेको छु। हुन्छ काम गर्दैन कति गल्ती हुन्छ त्यो सबै भगवान्को त गल्ती हुन्छ नि हामी के नै हो र होइन त्यस्तै छ लगभग हामी हाइक्याम्प पुग्न लाग्यो है पिक यो पनि आइरहेछ बिहान चाहिँ हामीसँगै बस्यो है जा आऊ 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 तँलाई बिस्कुट दिएको होइन माउन्टेन ड्यू एक मात्र चाहना माउन्टेन ड्यू आएर म उकालो चढ्दैछु नमस्ते It was so good. Amazing. I'm from Hong Kong. Okay, nice to meet you, my friend. Stay safe. Okay, stay safe. Namaste. Hey, namaste. Namaste. Have a nice trek. Okay. जति माथि गयो त्यति राम्रो जति माथि गयो त्यति राम्रो केही भन्नु छ केही शब्द नै छैन क्या वास्तवमा नि ट्रेक्स भनेको चाहिँ यो दुःख हुन्छ तर जति माथि आयो ती राम्रो राम्रो भ्यूहरू देखिन्छ आफूलाई यस्तो छुट्टै खालको आनन्द हुन्छ होइन वास्तवमा ट्रेक चाहिँ गर्नुपर्छ है साथी है जो जतिले मेरो भिडियोहरू हेर्नुहुन्छ सबैलाई वेलकम छ सकेसम्म तपाईँहरूको टाइम मिल्छ देश विदेशमा जहाँ रहे पनि टाइम मिल्यो भने मिलाएर टक्क ट्रेक चाहिँ गर्नुहोस् हाम्रो देश यति स्वर्ग जस्तै छ नहोला हाम्रो देशमा कति कुराहरू फेसिलिटीहरू छैन त्यो आफ्नो ठाउँ कुराहरू गभर्मेन्ट यस्तै छ भने सबैलाई थाहा नै छ होइन तर
आफ्नो जिन्दगीको आनन्द र हिमालयन एरियाको आनन्द लिनु छ भने प्लिज सबैजना आउनुहोस्, घुम्नुहोस्, ट्रेक गर्नुहोस्। कति धेरै ठाउँहरू छ, अझै मेरो पनि कति धेरै ठाउँहरू बाँकी नै छ है। त्यसको लागि पनि अझै मैले पनि धेरै ठाउँहरू घुम्नु बाँकी नै छ, अझै घुम्ने प्रयास गर्नेछु। ल फाइनली हाइक्याम्पको एउटा होटलमा आइपुग्यो सायद होइन। अरू होटलहरू कहाँ छ है, त्यही रहेछ होला। ओहो यो चाहिँ भ्यू चाहिँ ल बहिनी यस्तो घुम्ने बयान गरेरै सकेन म त। अब मुरलीको बल देखाएर एउटा भिडियो बनाउनु पऱ्यो। लगभग म चाहिँ हाइक्याम्प आइन पुगेर चाहिँ हामी त्यहाँ उता आइपुगेँ ल भनेको यस्तै छ। अब बिस्तारै आइपुगिन्छ होला, के गर्ने, हिँड्न दुःख नि भइरहेछ। भ्यू हेरेर हेरेर यति खुसी पनि भइरहेको छ है। दाइहरूले चाहिँ मलाई हामीलाई फालेर गएको धेरै भयो। दाइहरूले वेटिङ गरेर रिसाइरहनु भएको छ होला सायद। सरी भन्नु चाहन्छु। हामी यस्तै छ, फोटो भिडियोहरू खिच्दै खिच्दै हिँड्ने होइन, टाइम चाहिँ गएको ठाउँ हुँदैन क्या। टुङ 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 हो, भ्यू पनि चाहिँ किन लाग्छ है। मेरी माया फुल जस्तै चौकिरहने। हेलिकप्टर चाहिँ यहाँ गयो कि उता एकजना गयो। यहाँको ट्रान्सपोर्टेसन है। सामान झार्नु भरिसक्नु भयो। सामान चाहिँ कहाँबाट ल्याउने हो? सिटिङबाट। यहाँ हामी चाहिँ हाइक्याम्पमा छौँ। लगभग सबै भ्यूहरू खिच्यो। अब चाहिँ टक्क अब एकछिन भ्यू फेरि फर्किने टक्करमा। यहाँहरूको अनुभव कस्तो भयो? अब हामी लत्रेको सँगै भिडियो खिच्यो भने त्यस्तै भयो। अनुभव कस्तो भयो? मर्दी हिमाल कस्तो लाग्यो दाइ? टक्क तल डिस्क्रिप्सनमा उसमा फोटो आउँछ, भोलिको सँगै नाम पनि आउँछ। दाइ कस्तो लाग्यो दाइ? दाजुभाइको धेरैदेखिको प्लानिङ। हिमालयको सेभेन स्ट्रिट भोलि आउने ठाउँमा छ। त्यस्तो ठाउँमा आएपछि रमाइलो एक्सपिरियन्स चाहिँ रहेछ। So I recommended all of you be here. This is धन्यवाद। हाइक्याम्पमा आइपुग्यो। अनफर्चुनेटली हामी एकदम थाक्यो किनकि सुताइ अलिकति राम्रो भएन। त्यही भएर हामी चाहिँ अब यहाँ भ्यूहरू देखेर खास 3 दिनको ट्रेक गर्ने भने चाहिँ हामी आजै फर्किनु पर्ने भयो। अब दाइहरूले फेरि खाना पकाउँदै खानाहरू गर्दै भन्नुहुन्छ। हामी चाहिँ टक्क यहाँ भ्यूहरू खिचेर चाहिँ बाइकले पोखरा टुटेको ल बाई बाई। यस्तो होटलहरू छ यहाँ। मार्दिमा हाइक्याम्प मानेको ल
यो चाहिँ एबिसी जाने हो क्या एबिसी जाँदो रहेछ मर्द हिमाल क्रस गरेर एबिसी हिँड्यो हामी चाहिँ हाइक्याम्पमा छौँ अब हाइक्याम्पमा त हामी एकैछिन यहाँ फोटो भिडियो खिचेर हामीले रेन्ट ब्याक गर्ने प्लानिङमा छौँ है त्यस्तो छ ल तिमीले ट्याक्क रेकर्ड गरेर हाल मलाई देख्छ नि ल फाइनल म चाहिँ अहिले म हाइक्याम्पमा छु हाम्रो यहाँ सुरु भयो हेलो गाइज एकदमै रमाइलो भइरहेको छ होइन फर्स्ट एक्सपिरियन्स हिमाल ट्रेकिङ त्यो भ्यू पोइन्टमा जानु पनि धेरै खुसी फाइनल्ली हामी चाहिँ अलिकति अस्वस्थको कारणले गर्दा हामीले माथि भ्यू पोइन्ट पनि पुग्न नसकिने स्थिति भयो मतलब सबै यहाँबाट पनि देख्ने भ्यूहरू लगभग एउटै नै हो तर पनि एउटा मान्छेको आस्था हो जहाँसम्म सकिन्छ त्यो भन्ने कुरा हो तर म चाहिँ त्यहाँ पुग्न सकेन त्यसले अलिकति राम्रो भएन त्यही भएर चाहिँ हामीलाई अलिकति गाह्रो भयो अनि चिसो पनि अलिकति बेसी छ किनकि यहाँ धेरै हिँडेको छ त्यो भएर हामी चाहिँ माथिको यो ठाउँबाट चाहिँ हामी फर्केर अब पोखरातिर लाग्ने तर्खरमा छौँ यो चाहिँ त्यो लागि बाई बाई भन्दै अब फेरि चाहिँ कुनै दिन संयोग बस फेरि मिलेछ भने फेरि पनि यो मालदिङमा आउने बाचाको साथ हामी बिस्तारै पुगिँदैछौँ धन्यवाद सबैले भिडियो हेर्नु होला अनि सबैजना मालदिङमा ट्रेकिङ आउनु होला यति नै भन्ने चाहन्छु हस् बाई बाई हाम्रो चाहिँ अनफर्चुनेटली के अरे माथि हिमालको ट्रेकको प्लान बन्यो मिस्टर दिनमाया राणा मगर काठमाडौँदेखि आउनुभयो तर माथि जान सकिन लक्ष्मी हाम्रो पनि खुसी छ है पनि एकदम ह्याप्पी हुनुहुन्छ म पनि एकदम ह्याप्पी छु भाइहरू चाहिँ तपाईँले खाना अर्डर गरिराखेको छ जियोस् उहाँको पनि फर्स्ट ट्रेक हो मेरो चाहिँ यो ठाउँमा चाहिँ मेरो फर्स्ट ट्रेक हो तर यहाँ आएर ट्रेक गर्दा उहाँ एकदम खुसी हुनुभएको छ त्यसको क्रेडिट चाहिँ सबै मैले पाउनुपर्छ बनिँदैछौँ हामी ल सायद लगभग अन्तिम भिडियो हुन्छ होला है यो चेतीको लागि रमाइलो भयो राम्रो छ हेर न अहो अहो यस्तो दामी बसिरहेको हेलो 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 गाइस फाइनली रेडी टु ब्याक हाम्रो माया जुनी जुनी के रक्स हुन्छ नि त्यस्तै हो क्या साथ सपोर्ट भनेको यस्तो हुनुपर्छ होइन कान्छी ओके बाई बाई दुःख कष्ट पीडा जे भयो फेरि ट्रेकिङ गर्दाको मजा छुट्टै नै छ तपाईँहरूले जति सुटे रिस उठे पनि जोसँग रिस उठे पनि एकचोटि हिमाल हेर्नुहोस् तपाईँको ठाउँ चाहिँ लो क्याम्प है यहाँ चाहिँ कालीमाटीबाट
बादल डाँडा हुँदै आयो भने फरेस्ट क्याम्प हुँदै आयो भने चाहिँ यहाँ पुग्छु अनि जाने हुँदा सिटिङ झर्नुको चाहिँ यहाँ यस्तो बोर्ड छ हेरमा याक देखाइदिएँ मड ट्रेकमा हाम्रो याकहरू चाहिँ यहाँसम्म यहाँ हुनुहुँदो रहेछ अहिले मजाले चाहिँ घाँस खाएर रेस्ट गरेर बसिराख्नु भएको छ 4 वटा रहेछ तिमीले लाइफ याक देख्दै है के हो याक भन्ने ल साथीहरू याक भन्ने त गुरु गुराँस पनि फुलिसकेको छ है माथि ट्रेकमा तल चाहिँ फुलेको माथि चाहिँ फुलेको छैन है यस्तो भनेको चाहिँ यही हो साथीहरू हामीले सिस्नु भन्छ है यस्तो मिठो हुन्छ यसको तरकारी है सिटिङ हुनु माथि यो बाटोमा चाहिँ यहाँ रहेछ खाना ठाउँ बस्ने ठाउँ मूर्ति बादल डाँडाको टपमा आयो भने चाहिँ अब चाहिँ मूर्ति पुग्छु